ओहो, राम्रो भयो भने जाने भन्दा हिँडेर त कसरी जानुभयो पहिला? कति दिन लाएर जानुभयो? यहाँबाट कहाँ गएर बस्यौँ भने हेर्ने छैन छैन, कहाँ हो नि? मेरो जिजुमाले यहाँ बदाम निकाले हुन्छ। 94 वर्ष पुगेको जिमाले बदाम झिकेर मलाई भोट भन्नु छ। अब भोट नि मैले कार्यक्रम पनि खाने हो। भयो भयो भयो। खाइदिनुहोस्, लिनुहोस्। ओ कति राम्रो बदाम। मुसा आउँछ र यहाँ? म यता गएर किचनमा भोट्छु। एक्लै हजुर डरुङ आऊ भन्छ। दरुङ आऊ भन्नुहुन्छ। दरुङ हिँड्न सकिन्न, उकालो गयो हुन्छ नि बगाले यस्तो छ नि भन्ने भयो। अहिले आउनुहुन्छ अरे, अहिले यता आउनुहुन्छ अरे। जिजमा हजुर एक्लै बस्नुहुन्छ खाटमा होइन? भेटी बिहानदेखि बेलुकासम्म कोही छैनन् जिजमालाई। आमा मान्छेहरू आइरहेको छन्, गफसफ गर्नुहुन्छ। अहिले कान सुन्नुहुन्न तर टाढो 94 वर्ष हुनुभयो। हाँस्नुहुन्छ। हजुर यो भिडियो होस् जिजमा, भिडियो खिचेको, हजुरको भिडियो खिचेको। नाति नातिनालाई के भन्नुहुन्छ? देख्नुहुन्छ? हजुरलाई देख्नुहुन्छ? हजुर हो त्यो। हजुर त्यहाँ हजुर मात्र हुनुहुन्छ। यसो गरेर मलाई पनि देख्नुहुन्छ है, म यहाँ छु। कस्तो मान्छेलाई पाला कोही नडर्ने कोही नडर्ने। म 85 सालको र मेरो बाबा म 32ले 85मा कति वर्ष हो जेठो मान्छे हो। 50-55 वर्ष कतिको जेठो मान्छे हो। मेरो बाजे रामेश्वर, बाउ हरिलाल, म पनि अब बाध्य हुने हो गऱ्यो। हामीलाई बहादुर बनाए। के हो नि रे? बहादुर भइयो। 85 सालको मेरो सपना हो। अनि बाउ बुढो, हामी केटाकेटी। हजुर जन्मेका अनि? अनि म आइबामा जन्मेको। हाम्रो बाजे जिजु बराजु प्रेम बाध्यको छोरा सिरै बाध्यको छोरा रामेश्वर बाध्यको छोरा हरिलाल बाध्य।
हरिलाल पाध्यको छोरा पदमबहादुर खत्री भइयो। मेरो जन्म 1985 हाइवाङमा म जन्मिएको हो र अहिले म 86 वर्ष अब कार्तिकमा पुग्ने। अनि त्यहाँबाट बाउ बुढो, हामी बुढेसकालका छोरा, भैँसी गोठ पालेको, गाई गोठ पालेको, भेडा गोठ पालेको, लेख औल खेती गर्ने। अनि त्यो बाउले गरेको खेतीपाती आफूले गरियो। अनि समय लियो। म 11 वर्षको उमेरबाट 22 वर्षको उमेरसम्म भेडा गोठालो पाएको, मुली गोठालो भएर गोठा बस्ने। अनि त्यहाँबाट 21 सालमा बुवाले मलाई मुख्य बनाइदिनु भयो। अनि 21 सालमा मलाई मुख्य बनाइदिनु भयो। अनि के अरे 21 वर्षको उमेरमा मलाई मुख्य बनाउनु भयो। 7 सालमा म मुख्य भएँ। 6 सालमा मेरो जेठो छोरा जन्मियो। बाहरू धाइरिङबाट, बाजे जिजु त्यही त बराजु त नि होइन। धाइरिङबाट आएको। पहिले धाइरिङमै थियो कि धाइरिङ पनि कहीँबाट बाहिर? धाइरिङबाट अघिल्लो कुरा भनौँ, हाम्रो पुर्खा जुम्लाबाट आएको। पहिला जुम्लाबाट आएर एक भाइ पाल्पा, एक भाइ स्याङ्जा, एक भाइ बागलुङ, एक भाइ धाइरिङ बसेको। अनि धाइरिङ बस्दाखेरि जामुर्के राजालाई हाम्रो पुर्खाले खुसी पारेर धाइरिङ भन्ने जग्गा बिर्ता पाएको। त्यो धाइरिङ भन्ने जग्गा बिर्ता पाएकोमा हाम्रो पुर्खालाई, हाम्रोलाई लौ खुसी भएर ल त एक दिन घुम, त घुमेको जग्गा त्योबाट बिर्ता भयो भन्ने राजाले, भुरे राजाले, जाम्बुके राजाले भनेछन्। र लस्टीबाट पसेर माथि तारेको लेख भएर लुम्दीबाट झरेको हुनाले त्यो जग्गा नाउँ धाइरिङ भन्ने अझै छ। धाएर रिङ घुमेको त्यो ठाउँ अझै पनि छ नि धाइरिङ होइन भनेर त्यो धाइरिङ भन्ने नामकरण अझै छ धाइरिङ। अनि हामी त्यहीँ जन्मेको, हाम्रो पुर्खा त्यहीँ जन्मेर अहिले धाइरिङमा एक भाइको सन्तान, धाइरिङको गाउँै हाम्रो आचार्य। र त्यही एक भाइको सन्तान 4 गुरुमा बाँधेर जेठो थर, माइलो थर, कान्छो थर, साइलो थर गरेर थर बाँधेको। थर बाँधेपछि हाम्रो पुर्खा प्रेम बाध्य पातले खेप्न गएर बसेको। पातले खेप्न बसेर प्रेम बाध्य गए, सिरे बाध्य भए, सिरे बाध्यको प्रेम बाध्य छोरा सिरे बाध्य, सिरे बाध्यको छोरा रामेश्वर बाध्य, रामेश्वर बाध्यको छोरा हरिलाल। हरिलाल ओख्ने भन्ने ओख्नेको घरमा जन्मेको। त्यहाँ पछाडि गएर सल्यान गएर बसेको। सल्यानबाट पछि आएर त्यही 70-72 सालमा ताइवाङ आएको। 82 सालमा। अनि म 85 सालको मेरो जन्म। अनि त्यसो गरेर बाउले भैँसी गोरु, गाई गोरु, भेडा गोठ पालेको। अघि बाल्य जीवनमा गोठालो भएर गोठो बसियो। भेडा गोठलो पालो गोठलो भए 400 हाम्रो भेडा थिए। हजारौँ पैसा बोकेर मैले ल्याउँथेँ। अनि त्यसै गर्दा गर्दै मैले मेरो बाउलाई खुसी पारेको। त्यति गर्दा गर्दै 22 सालमा बा बित्नुभयो। 22 सालमा बा बित्नुभयो। अनि के अरे 31 सालमा आमा बित्नुभयो। यहाँबाट गोठालो पेसा गर्दा गर्दै 18 सालमा मलाई प्रधान पञ्च गराए। कुमुमा बेजर एउटै थियो, त्यहाँको 18 सालमा प्रधान पञ्च भएर बसेँ। हजुर भेडागोठ कति वर्ष बस्नु भने? भेडागोठ अनि 18 सालमा प्रधान पञ्च भए। 21 सालमा जिल्ला सदस्य भए।
म्याग्दी जिल्लाको जिल्ला सदस्य भएर 18 वर्ष जिल्ला पञ्चायत सदस्य भए। अनि 35 सालमा जिल्ला सदस्यबाट खाली भइयो। अनि त्यहाँबाट गाउँमा बस्यो। अनि 26 सालमा भेडागोठ बेचियो। किन बेच्नु भएको त? अनि 18 सालमा मान्छे थाइवाङबाट म सियारा भन्नेमा झरेँ, जग्गा किने। अनि त्यहाँबाट 35 सालमा माथि थाइवाङ जग्गा बेचेर हामी सियारा आएर बसियो। र त्यहाँबाट त्यो 18 सालबाट राजनीतिमा फसेको। 18 सालबाट 35 सालसम्म जिल्ला पञ्चायत सदस्य भए। त्यहाँबाट आएर 5-7 वर्ष खाली भए। अनि 49 सालमा यो संसदीय व्यवस्था आयो। 47 सालमा 49 सालमा गाउँ विकासको चुनाव भयो। अनि राष्ट्रिय पञ्चायतको सदस्यको चुनाव भयो। त्यो 49 सालको राष्ट्रिय पञ्चायतको सदस्यमा गोपाल नारायणले छोडिदिएको भए म म्याग्दी जिल्लाबाट अत्याधिक मतले म राष्ट्रिय पञ्चायत सदस्य हुने। सांसद गोपाल नारायणले छोडिदिएनन्। सांसद हुनुहुन्थ्यो होइन? राष्ट्रिय पञ्चायतको सदस्य म अत्याधिक मतले जित्ने थिएँ। अनि त्यो मौमा गोपाल नारायणजीलाई मैले छोडिदिनुहोस्, तपाईँ हार्नुहुन्छ, म लडेर जित्छु भन्दाखेरि गोपाल नारायणजी मान्नु भएन। उहाँ लडेको, उहाँ हार्नुभयो। त्यहाँबाट म 49 सालमा गाविसको अध्यक्ष भएर 49 सालबाट 59 सालसम्म म गाविसको अध्यक्ष भएर गाविसको काम गरेँ। अनि 59 सालबाट पदावधि सिद्धियो। अनि त्यही गाविसको अध्यक्ष हुँदाखेरि माओवादीले लगेर 3 दिन 3 रातसम्म थुने बाँधे। अनि मलाई 57 सालमा गाविसको अध्यक्ष पदबाट राजीनामा गराए। मैले राजीनामा गरेर छोडिदिएँ। 59 सालमा सबैको सकियो। अहिलेसम्म चुनाव भएको छैन। अनि देश प्रतिनिधिविहीन यो देश छ अहिलेसम्म। अहिले अब यहाँ माओवादी खाओवादी लडाइँ गरेका छन्। स्थायी सरकार बन्न सकेका छैन। बुढो म जन्मे बाउले गरेको सिँढी गएर जम्मै मेरो धाप्लोमाथि पऱ्यो। त्यही त किन बुढाले ढिलो जन्म आएको हजुरलाई भने कि? मैले कुरै हजुर बा बुढो हुँदा किन ढिलो जन्मिनु भयो अरे? त्यो त अब बाघ अब ढेडै थिए अरे आमाहरू। त्यो भन्नु नि त। अनि हुँदा हुँदा हाम्रो आमालाई बुढेसकालमा उहाँले बिहा गर्नुभयो। त्यस कारणले हामी ढिलो भइयो। अनि हजुरको आमाको बारेमा भन्नु न, आमा के जातको हुनुहुन्थ्यो? अनि दाइको अघिल्लो आमापट्टि एउटा दाइ थिए हरामी। एक थोक भन्दा एक थोक बाउ छोराको ठ्याक्क नखाने, झगडा गर्ने, त्यस्तै थियो। हुँदा हुँदा हामी पछि परियो। बुढेसकालमा हामी बालका छोरा, बाउ बुढो, त्यसो भएर त्यसैले जीवन बिताइयो। अहिलेसम्म यो राजनीतिमा हुनु खानुमा राजनीतिमा परेर न प्रगति गर्न सक्यो, न सुख पाइयो। आमा जिजुमा कहाँबाट आएको रे? कहाँ कुन हजुरको आमाको बारेमा भन्नु न, कस्तो हुनुहुन्थ्यो? हजुरको आमाको बारेमा के? आमालाई कहाँबाट बिहा गर्नुभयो? आमाको बारेमा आमा हो त्यो हो त्यो भन्नुहोस् के? आमा अब कुहिने खाने झिङखानीमा भैँसी गोठ, फान्टीमा गाई गोठ, कुहिने खानीमा भेडा गोठ आउने जाने गर्दाखेरि कुहिने खानीको छन्त्याल्ने बिहा गर्नुभयो। मेरो आमा छन्त्याल्ने हुन्। हामी आचार्य हुनुपर्ने अनि भेडा गोठ पालेको, काम्रो बुन्ने, अब उन खेलाउने भनेर उपाध्याय बाहुनले तल्लो जात बिहा गरेको। त्यसरी भएको। अनि हामी पछि जन्मियो। हामीभन्दा अहिलेका छोरा जम्मै मरे, कोही भागे। त्यसै हजुरको बुवा चाहिँ पण्डित हुनुहुन्थ्यो? आचार्य हाम्रो बा पण्डित होइनन्, अब मुखिया। बुढाले राजनीति गरेको त पहिला? राजनीति गर्ने अब ठुलो नेता। अहिले हाम्रो उमेरसँग मेरो बाउ भयो, यो
अनि हजुर र बा कति वर्षको हुनुहुन्थ्यो फरक थियो त बाउ बित्दाखेरि 90 वर्षमा बित्नुभयो। होइन हजुर र बामा जेठो कान्छा कति हुनुहुन्छ फरक हजुर फरक त्यो 15-20 हो फरक होला। अनि अझ फेरि त्यति फरक गर्ने फेरि कान्छा ससुरा झन् फरक हुनुहुन्छ पण्डित ससुरा अनि त 65 वर्षको उमेरमा 25 वर्षको बिहा गरेको। त्यसो कारण किन बिहा गरेको त्यो कारण भन्नु न। अब त्यसमा के भयो भने जेठा दाइ थिए बाहुनीतिरका 95 सालमा घोप्टे खोला साउबाट खसेर दाइको देहान्त भयो थाइबाङमै। अनि त्यसपछि त्यही किरिएमा त्यहाँका गण्यमान्य भद्र भलादी बसेर बाहुन भन्ने मेटियो तेरो सम्पत्ति खाने छोरा छन् बाहुनीबाट छोरा हुनुपर्छ पिन्न तर्पण दिनुपर्छ भनेर मैले भनेपछि कहाँ पाइन्छ र उमेर पुगे केटी भनेर बाले भन्नुभएछ। अनि हामी लेखेका छौँ भनेछन्। अन्त बाँसबाट उनको अलिकति दोषी छ के दोष लाएर कसैले बिहा नगरेर बसेर 25 वर्षको उमेरको कान्छी आमा 65 वर्षमा हाम्रो बाले त्यो कान्छी आमा बिहा गरेको। अनि 65 वर्षमा बिहा गरेर 68 वर्षमा जन्मिएको पण्डित। त्यो पण्डित भन्दाखेरि म 15 वर्षको थिएँ भन्दा म पनि धेरै फरक होइन। भनेपछि त जात नमिलेको भएर हजुरको मुनालाई अलिकति हेला गर्दै होला। 15 वर्षको जेठो लाग्छ। उनीहरूलाई हेला होइन जिजुबा हजुरको बा चाहिँ बाहुन होइन हजुरको बुवा चाहिँ बाहुन बाहुन अनि हजुरको आमा चाहिँ छन्त्याल्ने सन्ध्याले अलि हेला गर्थ्यो होला त्यसै घरमा है थाहा पाउनु भएन। हेला गर्थ्यो होला रे आमालाई के हेला त धुनधन प्याजी काम गर्ने हो र हो त्यो भने क्या अब होइन। हाम्रो आमा धुनधन प्यारी। किनभने अहिले त मान्छेले जातपातको कुरा गर्छन् भने त्यो जमानामा त छन्त्याल्ने ल्यायो भनेर त्यतिखेर चिसो खाने तातो केही नखाने उनले तैपनि त्यो हुन्छ त्यहाँ नुन नहालिकन पकाएको खाने नुन हाले जुठो हुने उहाँलाई यति नुन हालिदियो ओहो मिठो अन्त आमाले बनाएको भनिदियो भने जस्तो भए पनि मिठो हुने बाबालाई भने चाहिँ विशेष माया गर्नुहुन्छ। तर वरिपरि समाजले चाहिँ राम्रो मान्दैन। अति प्यारो हाम्रो बाको त्यही त त्यही समाजले कहिले कल गरेको हामीले त्यो सुनेको वंश चलाउनु पर्छ भने त पण्डित जिजुबाको आमालाई बिहा त्यही गरे त। यिनै हुन् कुरा अब होइन कि पण्डित जिजुबालाई आमालाई बिहा गरेको बेला हजुरको आमाले केही विरोध गर्नु भएन। कहाँ गर्ने अब त्यो करले बिहा गरेको भनेर स्याहार गर्ने भागेर जाने कल गर्ने बुढाबुढी कल गरेर पिट्ने लखट्यो म प्रकार बाटार फार गर्ने कसले हजुरले मैले कान्छी आमालाई होइन बाले जिजुबाले भाग जाने पिट्ने रे के र आमाले जा फर्काएर ल्याइदिए हो आमालाई सुहाउनु भएन हान्नु भएन। अन्त उछन्ने गएर पर भलाइसँग भन्ने एउटा यता पर यत्रै घाँटी थियो त्यो घाँटी आएर म उत्ताउनु पर्थेँ ल कसरी नागेर जाने हो जाऊ कान्छी आमालाई कान्छी आमालाई भनेर म बाटा पर्सियो भने थुचुक्कै यहाँ बस्ने। अनि थुचुक्कै यहाँ बसेपछि के गरेको यस्तो किन यस्तो गाल पार्छौ भन्यो। अनि त्यहाँबाट उठेर आउँछ गयो लुरुङ्गै उठ्यो। अन्त फेरि त्यसो गरेर मैले 5-6 बेरको मैले फर्काएर ल्याएँ। त्यो चाहिँ थाइबाङ कुरा। अनि हजुर भेडाकोट कति वर्षमा जानु पऱ्यो। भेडाकोट पनि थियो नि भेडाकोट 400 भेडा थिए। त्यो त कति वर्षमा हजुर भेडाकोट जानुभयो। अनि 26 सालमा भेडाकोट मासियो। यो गानै सुन्नु हजुर भेडाकोट जान कति उमेर थियो भने के मेरो भेडाकोट हुँदाखेरि त अब पहिले 11 वर्षबाट म गोठ बसेँ। कति वर्ष बस्नु पऱ्यो। 11 वर्षबाट 21 वर्ष न अकाट्य गोठ हो त्यही भनेको घरै आउनु भएन। बर्खा आउँदै हिउँदोमा मारिमेती गोठ
बर्खा माथि पुग्यो ओठ राखेर 2 महिना घर आयो। हजुर एक्लै कि अरू साथीहरू अनि गोठलाल त्यहाँबाट हिउँभरि भेडा गोठालो त्यसरी जीवन बिताइयो। 21 वर्षबाट म 21 वर्ष हुँदा तिम्रो बाउ जन्मिएको हो। 21 वर्षको जेठो कान्छौँ हामी बाउसँग। जिजमालाई कति वर्षमा बिहा गर्नु त हँ? जिजमालाई बिहा गर्दा कति वर्ष थियो हजुर खै मैले सुन्न। फिल्ममा सोध्नु थियो होला मलाई बिहा गर्दाखेरि म यता भन्नुपर्छ त्यो त्यो उ त्यो यता त्यता हाल्नुहोस् त दिदी आमालाई बिहा गर्दा कति वर्षको हुनुहुन्थ्यो हजुर? आमा कति वर्षको हुनुहुन्थ्यो म भने? 8 हो अँ, उनी 7 हो। 7 वर्षमा बिहा गरेको। अँ, समय लाग्यो अन्त 6 महिनाको जेठो कान्छो। 6 महिनाको जेठो कान्छो। 8 वर्ष 7 वर्ष हुँदाखेरि बिहा गरे। बा 7 वर्ष रे आमा 7 वर्ष। ए 8 वर्ष बा 7 वर्ष। 7 को यिनी 8 को म। हजुर मर्दैन मैले त्यसको बिहा गरेको। केराती होइन अब यिनी उनको त कुरा अब त्यसपछि अब के अनि भन्ने कसरी मुना गएर कसरी बिहा गर्नुभयो र थाइबङको मान्छे? अब त्यो यसो हो त्यो भन्नु न त्यस्तो त के भएछ भने हजुर त्यो डोलुवाको ओखल ढुङ्गे बाँधिएका माग्न गएछ मेरो साथमा लाग्यो। अँ, माग्दाखेरि छन्तेल्नेको काँचै छन्तेल्ने सरलाई दिन्छन् अँ, हुन्न भनेछ। अनि त्यहाँबाट यही बानिया ठुलो हुन्छ मैले मल्लको छोरी बिहा गर्छु भनेर बाले गफ गर्नु। ए पहिला बान्याको छोरीलाई मागेको? पहिले बानिया छोरीलाई मागेको। बानिया छोरी माग्दा उनीहरूले काँचै छन्त्याल्ने छोरो भनेछन् के अरे। अनि त्यहाँबाट यही छन्त्याल्ने छोरा भन्छ मैले मल्लको छोरी तिमी बानियाभन्दा ठुलो छोरी बिहा गर्छु भनेर बालेको। हो यो खोला खोलाका त्यो ठुल्ठुलो बाबुसाहरूले किनिदिन्छन् नि मल्लले। मल्ल छोरी त उसले लाटा मल्ल खोज्नु पर्यो। ठुल्मालाई डाइलग ठुलमालाई जिजमालाई डाइरेक्ट। ठुल्मालाई अनि त्यसलाई लाटा मल्ल मुनामा भए गाउँमै मल्ल छन्। अनि त्यहाँबाट त्यो मल्ल मध्ये पनि सबभन्दा लाटा हाम्रो भेडावटला मल्ल। भेडावटला मल्ल भन्ने यिनको बुवाको नाम भेडावटला मल्ल हो। अनि त्यहाँबाट आमा फेरि यिनको आमा चलाक। चलाक बाठो भला आदमी जब कुरा गरेपछि सभामा उनलाई जित्ने मान्छे नपाए। त्यस्तो खालको बुढी हजुरको सासू सासू। अनि त्यहाँबाट गएर माग्न गएछन्। माग्न गएको यो केराटी खेल्ने बुरुरु बुरुरु खेल्थ्यो अरे। अन्त बा यसो गएर होइन यो नानीहरूको नाम के होला कस्तो होला भनेर भन्यो। कुनै म त बगाले छोराछोरी केही सम्झिन्न केही थाहा पाउन्न भनेर बुढीले भरिछन् जे यिनले मेरो नाउँ त फलाना हो। यस्तो लाग्दो अरे त्यो हुने बेला के ठ्याक्क मिल्छ। मेरो नाउँ त फलाना हो भन्छ यिनले। हो खुब खुब जानिस् भन्ने हो भने भर हुन्थ्यो मरिस मरिस। बुढीले मरिस मरिस। अनि त्यहाँबाट त्यति पत्ता लगाएर तापम श्रीकान्ते उहाँहरूको पुरे। अन्त श्रीकान्ते थिए आएर डोडो मागेर हेर्दा त ऊ जे भन्थ्यो नाउँ त्यही नाउँ डोडोमा लेखेको। अनि त्यहाँबाट भेडा आउँदाखेरि भिड्यो ठ्याम्मै पर्यो। अन्त माग्न गएको बुढीले लाग्न टिप्नै नदिने। उमेर सानो भएर पनि अनि मेरो सानो छ होइन हुन्न मैले दिन्न उसले नि उहिदो हो नि हामी मल्लको बाबा त्यो खसलाई भने होला नि के भने। अनि त्यहाँबाट अब बुढा चाहिँ जानु पऱ्यो भनेर बिहानै उठेर बा
तल सोलवाङ भन्ने बुढा चाहिँ जाने भएर सोलवाङ बिसाउन पुगेको उनबाट बुढाले त्यहाँ बाहुन आछन्ले त्यो बाहुनलाई गाईको दही अथवा ठेगा हालेर दही समातेर यता आउने त्यो सोलवाङको बिसाउन भेट भएछ भेट भएर अनि हजुर घर कहाँ हो को हो कता हिँड्नुभयो भनेर हाम्रो बाले भन्नुभएछ त्यहाँ एउटा बाहुन आछन्ले त्यो बाहुनलाई यति दही लगिदिन्छु भनेर आएको ओहो मैले हजुरलाई खोज्न आएको ल अब त्यो बाहुन भनेको मै हो म त हजुरलाई खोज्न आएको हजुरको कन्या राम्रो राम्रो रहेछ नि एउटा कन्या दिनुहुन्छ कि भनेर म हजुर त्यहीँ हिँडेको हजुरले मलाई दही लिएर आउनुभयो खै दही भनेर सिरा टिको लगाएर चढाएर दही सही खाएर अन्त कुरा गरेको त जम्मै छोरी त्यसैले पछाडि गर्दाखेरि एउटा मैले नि पाम्ला ल ल एउटा मेरो पनि त अधिकार होला नि भनेर बुढाले त्यसरी दिएको अनि त्यसो गरेर बान्यालाई स्वाद दिएको मल्ल छोरी बिहा गर्यो भनेर हाम्रो बुढा देख्दा अब मल्ल भनेको त अब राजा खलक भए भनेपछि हजुरको बुवा चाहिँ हजुरभन्दा नि एकदम गफ गर्ने होइन त्यही मात्र नेतागिरी गर्नुपर्ने नेतागिरी अब हैकम्बार आफ्नै हुनुपर्ने जे पनि जे भने भन्नु जे पनि हुने जे भन्यो त्यही हो डाँडाउने फेरि मेरो मान्छे भनेपछि थाइवानतिरको मगरहरूलाई बेसै दुःख दिनु भयो मगरहरू जम्मै दाइना अनि त्यहाँबाट आज कहिले धेरै अहिले बाटो अनि त्यसो गरेर हाम्रो बिहा भएको अनि बिहा भएपछि अब यी 6 भाइ छोरा होइन अब हजुर 8 चिजमा 7 होइन हजुरलाई बिहा गर्दा हजुर 8 चिजमा 7 वर्ष हुन्छ अनि त्यो बिहा गर्दा नि हजुरले थाहा पाउनु बिहा गरेको थाहा पाउँछु रुँदै गएको बिहा जिजमा थाहा छ त बिहा गरेको अनि जिजमालाई त्यति बेला घर ल्याउनु भयो हजुरले अनि जिजमा फर्केर जानु भएन माइत गयो नि कति फेर गाउँ त्यहाँ 18 वर्षसम्म ठ्याप्पै माइती बसेको ए ठुलो नहुर्किनु छ 18 बिहा गर्यो 7 वर्षको केटी बिहा गरेको 18 वर्षसम्म उही माइती बसेको ए भानुभक्तले चिनेर 18 वर्षको उमेर नभई घर आउन्न भन्थे अन्त बाले अर्को बिहा गर्छु भन्ने अर्को बुहारी ल्याउँछ भने अर्को बिहा गरिदिन्छु मेरो छोरालाई भन्ने बा भएको अरे यिनको आमाले गर्नुहोस् तपाईँको छोरा बिहा गर्छु मेरो एउटा कुखुरा फुट्यो मैले झगडा गरेर गएको अनि मलाई बिहा गर्नु भयो बाले टिपा पारेको बाले मैले यो राम्रो छ त्यसलाई बिहा छाडेर अर्को गर्दैन भन्ने मेरो मनस्थिति थिएन म लाग्दो थिएँ गरौँ भन्ने मैले गर्दैन भन्ने बिहा गर्नु भन्ने भयो मैले गर त्यहीलाई मन परेको छ भन्ने भयो अनि गर्दा गर्दै लेखेर चाहिँ गरे हेर्नु त्यो मतलब नानी भयो अनि हजुर आफै लिन जानुभयो पछि 18 वर्ष जिजमा 18 वर्ष होइन 18 वर्षमा बल्ल आएर बस्नु लाग्यो हजुर लिएर आउनुभयो ल त्यति बेला हजुर चाहिँ भेडा गर्नु हुनुहुन्थ्यो म 18 वर्षमा भेडा उठाएर अनि जिजमा चाहिँ घर काम गर्ने अनि भेडागठको कस्तो थियो चाहिँ हजुर भेडागठको भन्नु न भेडागठमा हजुरले के गर्नुहुन्थ्यो कतिवटा भेडा यता भेडा गोठमा त अब कहाँ लानु पर्थ्यो भेडा कहाँ लानु पर्थ्यो भेडा अब बर्खा सानो बुकी भन्ने मुस्ताङको लेखमा हिउँदा त्यहाँ ल्याउने यो मान्छे 18-19 त्यो 6 सालमा भेद हाले खोपाए यसलाई नखोपेको रहेछ तिम्रो बा गर्व हुँदाखेरि मुस्ताङमा मैले टिकोबाङ भन्ने पुऱ्याएको छु
भेडा भेडा उठेर आएको हो फाउन चैत वैशाख जिजमाको लाग्यो भेडा कथा फाउनलाई गोठलर गएको फाउन चैत ए वैशाख सँगै जानुभएको जेठको आखिरीमा माथि टिकवाङ भन्ने मेलाबाट लिएर आएर घर ल्याएर छोडे अनि जेठको आखिरीमा त्यहाँ त फेरि त्यो भेट सकिएकै रहन्छ मान्छे मर्दै जम्मै बिफरले गएको अनि त्यहाँलाई सेतो भेट ल्याएर खोपेर यिनलाई सेतो भेट ल्याएर खोपे जम्मै आँगनबारी खटेर उठेको थियो म फेरि गोठो जानुपर्ने म गएँ त्यहाँ छोडेर असारको 15 गते तिम्रो बा जन्मेको अनि 6 सालको असारको 15 गते अनि हजुर भेडा गर्नु बेला अरू नि थिए गोठला कि हजुर मात्रै हो गोठला त 4 जना नि त्यही गोठालाको घर यिनी बस्दाखेरि अब 3 जना गोठाला म 4 जना यिनी चाहिँ 5 जना अनि ती गोठाहरू छन् जिउँदै कि मऱ्यो अरे हँ अहिले छन् जिउँदै सबै मरे सबै कोही छैन हिन्दीको थाहा माइला भन्ने छ होइन थाहा आएर भन्ने छ अझै ए हजुर त पहिला भेडाको दुध पनि चिन्नुहुन्थ्यो नि त आफ्नो भेडा हँ? भेडाको दुध पनि चिन्नुहुन्छ भन्नुहुन्थ्यो त पहिला त्यसले भेडा गोठको त अब 15 माना 18 माना दुध हुन्थ्यो चैत वैशाख दिनदिनै खिर खाने यिनले खिर पकाउने 1 माना चामल हाल्यो 18 माना दुधमा 1 माना चामल हाल्यो खिर खाने कोटा आउने देउल बाख्रा भेडाको यो वर्ष त बुझ्दैन हजुर भेडा बाघले खाइन्थ्यो नि खान्छ नि खाइदिन्थ्यो आ, 400 वटा थियो भने 400 वटा 400 वटा भेडा थिए अनि त्यो भेडा कसरी गर्नुहुन्थ्यो त हजुरले कसरी गर्ने हेर्ने नि अब भेडा पनि तिमीलाई चिन्नु र भेडा चिन्नु एउटै हो चिनिन्थ्यो चिन्नु परेन आफ्नो भेडा आफ्नो भेडा तिमीले तिम्रो छोरा र छोरी छन्